ल साथीहरू, यो बुट्टामा चरेको यसमा चाहिँ रोटे रहेछ। यो रोटेले मलाई चर्न यहाँ मलाई टोकेर हैरान बनायो क्या। यो रोटेले पुरै खतम बनाएको छ। यत्रो सुनाइदिएछ, हात यत्रो सुन्ना छ, यहाँ सुन्ना छ। तर यो भाइ डराएको छैन। यो चाहिँ म यो बुट्टा पुरै क्लियर गरिदिन्छु म 5 मिनटमा भनेको छैन। म यसलाई टाइम 5 मिनटमा दिन्छु। यसले यदि क्लियर गर्यो भने तँलाई के दिनु भएको छ प्राइस? के चाहियो तँलाई? के चाहियो? 20 रुपियाँ? यो बुढा झारेको यसले 20 रुपियाँ रेट माग्यो है त। ल ठिक छ, लेट्स गो। टाइम स्टार्ट गर्छ है त। ल गो। तँलाई 20 त्यहाँ पनि टोक्यो। ल बच्चा बिचको भाइको होइन, बुढा भाइलाई पुरै टोकेको छ होइन रोटेले चाहिँ। मेरो पनि यहाँ टोक्यो, यसमा खुट्टामा टोक्यो। म सक्दैन भनेर पहिला हार खाएको, तर यसले चाहिँ म सक्छु भन्ने गऱ्यो। तर यसलाई चाहिँ 20 रुपियाँ भन्दै मेरो पासमा अहिले 15 रुपियाँ मात्रै थियो। यसलाई 15 रुपियाँ दिन्छु। 20 रुपियाँ पछि 5 रुपियाँ पछि थपिदिनु होइन। छ्याड्ने मान्छेले कसले पैसा दिन्छ? ल टोक्ने च्यालेन्ज एक्सेप्ट गरेको केटाले कम्प्लिट गरेको मलाई त। मेरो भाइलाई 15 रुपियाँ नाम है यसको निक्नेम।